विद्यार्थी भाइ बहिनीहरू, आज हामी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा भन्ने विषयको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा भन्ने पाठलाई लिएर आइसकेका छौँ। यसमा हामीले यो पाठको छोटकरीमा परिचय दिएर किताबमा भएको पुस्तकमा भएका प्रश्न उत्तर सहित केही अतिरिक्त प्रश्न उत्तर समेत राखेर भिडियो बनाउने प्रयास गरेका छौँ। सुरु गरौँ है त। सर्वप्रथम समाज, सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा भनेको के हो? छोटकरीमा बुझौँ। सामाजिक संरचना व्यक्तिबाट सुरु भई घर, छिमेक र समुदाय हुँदै ठुलो समूह समाजमा विस्तार हुन्छ। जस्तै व्यक्ति मिलेर घर बनेको हुन्छ। घर मिलेर थुप्रै घरहरू भएपछि छिमेकी हुन्छन् र छिमेकी मिलेर के हुन्छ? समुदाय हुन्छ अनि समुदाय मिलेर समाज बनेको हुन्छ। त्यस्तै किसिमले सामाजिक अध्ययन भन्नाले समाज, संस्कृति, इतिहास, भूगोल इत्यादि अध्ययन गराई जिम्मेवार नागरिक गराउने विषयलाई बुझिन्छ। त्यस्तै किसिमले जीवनोपयोगी शिक्षा भन्नाले दैनिक जीवनमा आवश्यक सिप, समस्या समाधान र आत्मनिर्भर बन्ने क्षमता प्रदान गर्ने शिक्षा हो। अब सामाजिक अध्ययन कस्तो हो त भन्दा सामाजिक अध्ययन मानव समाज, यसको संरचना, संस्कृति, इतिहास र भूगोलहरूको अध्ययन हो। यसले विद्यार्थीलाई समाजका नियम, मूल्य मान्यता, अधिकार, कर्तव्यहरू बुझ्न सहयोग गर्छ। नागरिक चेतना, सामाजिक जिम्मेवारी र सहकार्य भावना विकास पनि यसले गर्ने काम गर्छ र यो उद्देश्य पनि हो। यस अध्ययनले विद्यार्थीलाई सचेत, जिम्मेवार र सक्रिय नागरिक बन्न प्रेरित गर्छ। त्यस्तै किसिमले जीवनोपयोगी शिक्षा भनेको के हो त भन्दाखेरि जीवनोपयोगी शिक्षा जीवनमा आवश्यक व्यावहारिक ज्ञान र सिप सिकाउने प्रक्रिया हो। यसले निर्णय क्षमता, समस्या समाधान, सञ्चार सिप र आत्मविश्वास विकास गर्छ। विद्यार्थीलाई दैनिक जीवनका चुनौती सामना गर्न सक्षम बनाउँछ। स्वास्थ्य, सुरक्षा र सामाजिक सम्बन्ध सुदृढ गर्न मद्दत गर्छ। यो शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर र जीवन प्रेमी बनाउँछ। अब पुस्तकमा भएका प्रश्नहरू हेरौँ अभ्यासको रूपमा। 1 नम्बरमा छ सामाजिक अध्ययनको क्षेत्र व्यापक छ भन्ने कुरा प्रष्ट पार्नुहोस्। सामाजिक अध्ययनको क्षेत्र अत्यन्तै विशाल छ, जसले मानव समाजका विभिन्न तह र आयामहरूलाई समेट्छ। यो अध्ययन व्यक्तिगत जीवनबाट प्रारम्भ हुँदै व्यक्तिको पहिचान र सामाजिक भूमिकाको महत्त्वलाई प्रष्ट पार्छ। परिवार, जसले व्यक्ति र समाज बीचको पहिलो कडीको रूपमा कार्य गर्छ, मूलभूत मूल्य, संस्कार र विकासको आधार तयार गर्दछ। यसपछि समुदाय आउँछ, जसले परिवारहरूको समूहलाई एकताबद्ध गर्दै साझा चासो, परम्परा र सहकार्यलाई पनि प्रोत्साहित गर्छ। वेशभूषा तथा संस्कृति भौगोलिक र सांस्कृतिक विविधता साथै एकताको प्रतीक हुन्, जसले समाजका क्षेत्रीय विशेषता र भिन्नताहरूलाई उजागर गर्छ। राष्ट्रले राजनैतिक, सामाजिक तथा कानुनी संरचनाको रूपरेखा प्रस्तुत गर्दै नागरिक अधिकार र कर्तव्यको महत्त्वलाई स्पष्ट पार्छ। अन्ततः विश्व स्तरमा सामाजिक अध्ययनले विभिन्न राष्ट्र र संस्कृतिहरूको अन्तर्सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा र वैश्विक सहकार्यलाई पनि सम्बोधन गर्छ। यसरी सामाजिक अध्ययनले व्यक्तिगत समस्यादेखि लिएर विश्वव्यापी चुनौतीसम्मका विषय समेट्दै समाजका संरचना, सम्बन्ध र परस्पर प्रभावहरूको गहन अध्ययन गर्दछ। यसले मानव व्यवहार, सामाजिक परिवर्तन र अन्तर्क्रियाको
जटिलता बुझ्न महत्त्वपूर्ण योगदान पुर्याउँछ। सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्त्व दर्शाउनुहोस्। सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्त्व यस प्रकार छ। सामाजिक अध्ययन। पहिला सामाजिक अध्ययनको महत्त्व हेरौँ। यसले व्यक्तिलाई समाज, संस्कृति, अर्थतन्त्र, राजनीति र ऐतिहासिक घटनाको ज्ञान दिन्छ। यसले नागरिक हुन आवश्यक जिम्मेवारी, अधिकार र सामाजिक व्यवहार बुझ्न मद्दत पुर्याउँछ। सामाजिक अध्ययनले व्यक्तिलाई सोच्न, विश्लेषण गर्न र सामाजिक समस्याको समाधान खोज्न प्रेरित गर्छ। यसबाट व्यक्ति समाजसँग जोडिन्छ र समसामयिक घटनाप्रति सचेत हुन्छ। जीवनोपयोगी शिक्षा। यसले दैनिक जीवनका व्यवहार, स्वास्थ्य, समय व्यवस्थापन, आर्थिक योजना, व्यक्तिगत सुरक्षा र आत्मनिर्भरता सम्बन्धी ज्ञान दिन्छ। जीवनोपयोगी शिक्षाले व्यक्तिलाई व्यवहारिक निर्णय लिन, समस्यालाई समाधान गर्न र समाजमा सकारात्मक योगदान दिन सक्षम बनाउँछ। यसले विद्यार्थीलाई वास्तविक जीवनको चुनौतीसँग जुझ्न तयार बनाउँछ र आत्मविश्वासी पनि बनाउँछ। दुवै विषयले व्यक्ति र समाजको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्। अब अति छोटो उत्तर आउने प्रश्नहरू, अतिरिक्त प्रश्नहरू है। सामाजिक शिक्षा भन्नाले के बुझिन्छ? सामाजिक शिक्षा भन्नाले समाज, संस्कृति, सहकार्य, अधिकार, कर्तव्य र जिम्मेवारी बारे ज्ञान दिने शिक्षा हो। यसले व्यक्तिलाई सचेत, उत्तरदायी र जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ। जीवनोपयोगी शिक्षा भन्नाले के बुझिन्छ? जीवनोपयोगी शिक्षा भन्नाले दैनिक जीवनमा आवश्यक ज्ञान, सिप र मूल्यहरू सिकाउने शिक्षा हो। यसले आत्मनिर्भर, सृजनशील र व्यावहारिक जीवन यापन गर्न विद्यार्थीलाई सक्षम बनाउँछ। 3 नम्बर, जीवनोपयोगी शिक्षाको मुख्य उद्देश्य के हो? यसको उद्देश्य विद्यार्थीलाई आत्मनिर्भर र जीवनका चुनौतीहरू समाधान गर्न योग्य बनाउनु हो। यसले व्यावहारिक सिप, सकारात्मक सोच र सृजनशील क्षमता विकासमा सहयोग पुर्याउँछ। जीवनोपयोगी शिक्षा किन महत्त्वपूर्ण छ? जीवनोपयोगी शिक्षा महत्त्वपूर्ण छ किनकि यसले व्यक्तिलाई व्यावहारिक सिप, आत्मनिर्भरता र समस्या समाधान क्षमता प्रदान गर्छ। यसले भविष्यलाई सहज र सफल बनाउन मद्दत गर्छ। सामाजिक शिक्षाले के सिकाउँछ? सामाजिक शिक्षाले सहकार्य, सहिष्णुता, शान्तिपूर्ण सहअस्तित्व, समानता र सामाजिक सद्भाव सिकाउँछ। यसले नागरिकलाई आपसी समझदारी, सद्भावना र समाज विकासमा सक्रिय योगदान दिन प्रेरित गर्छ। जीवनोपयोगी शिक्षा र सामाजिक शिक्षा बीच सम्बन्ध के हो? जीवनोपयोगी शिक्षाले व्यक्तिगत जीवनलाई सुदृढ र व्यावहारिक बनाउँछ भने सामाजिक शिक्षाले समाजमा सहकार्य र जिम्मेवारीको भावना जगाउँछ। दुवैले जीवन र समाज सुधार्छन्। सामाजिक जिम्मेवारी बारे सामाजिक शिक्षाले के भन्छ? सामाजिक शिक्षाले नागरिकले नियम पालना गर्न, समानता कायम राख्न, सहकार्य गर्न र समाजको हितमा काम गर्नुपर्छ भनी सिकाउँछ। यसले जिम्मेवार नागरिक उत्पादन गर्छ। जीवनोपयोगी शिक्षाबाट विद्यार्थीमा के परिवर्तन आउँछ? जीवनोपयोगी शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर, सृजनशील र व्यावहारिक र समस्या समाधान गर्न सक्षम बनाउँछ। यसले सकारात्मक सोच, आत्मविश्वास र जीवनलाई सफल बनाउन आधार तयार पार्छ।
सामाजिक शिक्षा प्राप्त नगरेको समाजमा के समस्या आउँछ? सामाजिक शिक्षा नभएमा असहिष्णुता, अव्यवस्था र असमानता र असहयोग बढ्छ। यसले समाजमा अशान्ति, अन्याय र विकासमा अवरोध सिर्जना गर्छ। जीवन असुरक्षित हुन्छ। जीवनोपयोगी शिक्षा सिक्ने तरिका के हुन्? जीवनोपयोगी शिक्षा अनुभव, अभ्यास, सहकार्य, समस्या समाधान, परियोजना कार्य, जीवन कौशल अभ्यास तथा व्यवहारिक क्रियाकलापहरूबाट प्राप्त हुन्छ। यसले विद्यार्थीलाई व्यवहारिक जीवनयापन गर्न सक्षम बनाउँछ। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने कृपया लाइक गर्नुहोस् र मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नयाँ भिडियोहरू अपलोड हुँदा जानकारी पाउन नोटिफिकेसन बेल अन गर्न नबिर्सनुहोस्। धन्यवाद।